सबैलाई नमस्ते र हिलडेउड गार्डन च्यानलमा तपाईँहरूलाई फेरि पनि म न्यानो स्वागत गर्दछु र गरम महिना चाहिँ स्टार्ट भइसकेको छ र दिनदिनै घाम चाहिँ अब चर्को चर्को हुँदै गइरहेको छ। यो भिडियोद्वारा चाहिँ तपाईँहरूलाई सर्ट टिप्स दिन गइरहेको छु र यो मेरो मोन्स्टेरा एल्बो चाहिँ घामले डढेको छ। यो मोन्स्टेरा एल्बो चाहिँ अब भित्र इन्डोरमा राख्दा चाहिँ एकदमै राम्रो हुन्छ, जहाँनिर चाहिँ अब डाइरेक्ट घाम चाहिँ पर्नु भएन तर एकदमै उज्यालो पर्ने ठाउँमा चाहिँ राख्नुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। अनि मेरो चाहिँ यो सेड हाउसभित्र राखेको थिएँ र मेरो इन्डोर प्लान्टहरूको लागि चाहिँ अब यसरी माथिबाट चाहिँ ग्रिन नेट लगाउने गर्छु प्लान्टको सेफको लागि चाहिँ। तर मेरो यो मोन्स्टेराको प्लान्टको पात चाहिँ यसरी अलिकति यो ग्रिन नेटदेखि चाहिँ अलिकति बाहिर परेको कारणले गर्दाखेरि चाहिँ यो घामले चाहिँ डढेको छ। तर मेरो यो प्लान्टको अरू पातहरू चाहिँ घामले डढेको छैन र अरू प्लान्ट चाहिँ एकदमै राम्रो नै छ, एकदमै हेल्दी नै छ। र तपाईँहरूलाई म यही सुझाव दिन्छु कि यो मोन्स्टेरा प्लान्टको अहिले अब गरम महिनामा चाहिँ एकदमै जोगाउनु पर्छ। तपाईँहरूले यो प्लान्टलाई चाहिँ डाइरेक्ट सनलाइटमा चाहिँ नराख्नुहोस्, तर इन्डाइरेक्ट सनलाइटमा चाहिँ तपाईँले राख्नुहोस्। अब यो डढेको यो पात भएको प्लान्टलाई चाहिँ एकपल्ट मजाले प्रशस्त पानी दिनुपर्छ र यो घामले डढेको पातलाई चाहिँ अब काटेरै फाल्नुपर्ने हुन्छ। अब यो प्लान्टको बनावट अनि ब्युटी चाहिँ अब यो पातमा चाहिँ एकदमै देखिने गर्दछ, किनभने यो प्लान्टको अब पात चाहिँ अब एकदमै भेरिगेटेड भएको कारणले गर्दाखेरि चाहिँ एकदमै सुन्दर देखिने गर्दछ। र साथीहरू, तपाईँहरूकोमा पनि यो प्लान्ट छ भने चाहिँ अहिलेको चर्को घामदेखि चाहिँ तपाईँले जोगाउनुहोस्। मैले अघिबाट पनि तपाईँलाई भनिसकेको छु कि यसलाई चाहिँ इन्डाइरेक्ट सनलाइटमा चाहिँ तपाईँले राख्नुहोस्। हुन्छ, आजको लागि चाहिँ म यतिमा नै म राख्नेछु। यस्तै गार्डनिङ टिप्सहरू लिएर तपाईँहरूको माझमा चाँडै नै उपस्थित हुने नै छु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। सबैलाई नमस्ते अनि बाई बाई।